welcome back to my channel. New day, new vlog guys. यो चाहिँ मेरो सेकेन्ड भिडियो गाइज अनि यो च्यानलमा स्वागत छ तपाईहरुलाई गोर्खे 8 मा अनि गाइज अनि यो चाहिँ मेरो सेकेन्ड भिडियो हो युके मा हुन्छ नि अनि देख्न सक्नुहुन्छ ट्राफिक लाइट रेड बल अब एकछिन पर्ख्यौं अनि म चाहिँ कति एक हप्ता थलै पर्यो भनौं न बिमारी भएर जाडोले स्टिल मेरो स्वर सुन्नुहुन्छ तपाईहरु सुन्न सक्नुहुन्छ यस्तो रुगा खोकीले एकदम चिसो -2 छ अहिले पनि हैन अनि रुगा खोकीले मलाई स्टिल हल्का निको भएको छ त्यही भएर निस्केको अझ स्टिल रुगा चाहिँ मेरो हल्का यो नाकको हुन्छ नि पिनास भएछ मलाई अनि त्यही भएर म झन्डै 2 हप्ता 9-10 दिन घर बस्नु पर्यो हैन रेस्टमा रुगा खोकीले अनि स्टिल मेरो नाके स्वर आइराछ होला सायद किनकि रुगा मेरो स्टिल निको भएन त्यो पनि अब काम त गर्नु पर्यो 10-12 दिन बस्यो खोकी चाहिँ मेरो चट्टै निको भयो हैन हल्का रुगा चाहिँ निको भएन अनि पहिलो अर्डर लिन आइरहेको छु म यो शपमा शपको नाम पनि के हो थाहा छैन मलाई ओके 6344 रहेछ यो अर्डर नम्बर भन्नुपर्छ मैले हैन स्टिल बिर्सिम 6344 Thank you sir बियर को होला हैन के हो ड्रिंक्स हेभी छ बियर नै हो यो अनि त्यही हो तपाईहरुले देख्न सक्नुहुन्छ मेरो बाइकमा चाहिँ मैले यो अर्डर गरेको थिएँ हैन यो आइसक्यो इन्स्टल गरिसके यो चाहिँ मैले किन्दाखेरि नि विन्टर पार्क हुन्छ नि यसलाई हिटेड ग्रिप छ यसमा हैन यो नयाँ मोडल हो अनि हिटेड ग्रिप छ भित्र अनि यो यसलाई के भन्छ यसलाई के पो भन्छ यो हातमा लाउने यो भित्र हुन्छ नि यो कभर के हो यो पन्जा चाहिँ पुरै हैन यसलाई के पो भन्थ्यो त्यो गोराले बिर्सिहार नामै मैले हैन अनि भित्र हिटेड ग्रिप पनि छ अनि सिट पनि हिटेड छ क्या फेरि यसको चाहिँ सिट पनि हुन्छ नि म बस्ने बम पनि तातो हुन्छ क्या सिट पनि छ अनि यो ग्रिप हुन्छ नि त्यो पनि हिटेड छ यहाँ मैले यहाँ कन्ट्रोल गर्न सक्छु यहाँ थिचेर कति तातो हुन्छ हैन अनि तपाईको यो कभर विन्ड कभर पनि यो पन्जा जस्तै हुन्छ नि एकदम तातो हुन्छ हैन पनि हैन यहाँ चाहिँ लास्टै जाडो छ अहिले -2 छ हैन फर्स्ट अर्डर -2 5 मिनेटको बाटो छ अनि आज यति जाडो छ कि गाइस भन्नुम कसरी तपाईलाई म यति जाडो छ -2 फिल लागेको तर -4-5 छ क्या -2 दिएको छ तर फिल लागेको चाहिँ फिल चाहिँ 4 र 5 को माइनस हुन्छ तपाईहरुलाई म देखाउँछु अघि म गएको थिएँ त्यो हुन्छ नि तालहरु क्या ताल त्यो माछा पोखरीहरु हुन्छ सानो त्यो पोखरी पुरै आइस भयो क्या पुरै जमेर बाटोहरु देख्न सक्नुहुन्छ यहाँ पुरै स्टिल आइस नै छ तर हुन्छ नि यो हार्ड आइस हो क्या त्यो भएर यो ब्ल्याक आइसहरु चाहिँ लास्टै चिप्लिने डर हुन्छ म कति अहिले राइड गर्दा कस्तो हुन्छ नि राइडिङ गर्दाखेरि कस्तो चिप्लिने जस्तो फिल भइरहेको थियो क्या अनि यति चिसो छ कि म यो हेलमेटको भाइदर खोल्ने बित्तिकै माइबाट यति चिसो छ अनि त्यही होला तर यो म जाडो महिना खाँदैछु म चाहिँ युके गर्मी महिनामा आएको थिएँ गर्मी पनि जाडै लागेको थियो मलाई त युके आउँदा है साथी हो नेपाल अब नेपालको यहाँको अब जाडो यहाँको गर्मी भनेको यहाँको 15-16 हुन्छ त्यो त हाम्रो नेपालमा जाडो हुन्छ क्या फेरि 15-16 भनेको गर्मी महिनाहरू यहाँको 15-16 डिग्रीको हाम्रो 45, 46, 50 हुने 40 कति हुनेमा बसेको हामी तराईतिर हैन अनि 15-16 यहाँको मान्छेहरूले गर्मी भन्दो रहेछ क्या अनि 15-16 त के हामीलाई त जाडो महिना हो नि त गर्मी महिना आएको जाडो महिना जस्तै लाग्यो क्या मलाई त अनि पुगे अब एउटा यहाँ यस्तै हुन्छ क्या कुनमा फ्ल्याट 2 अरे Still young, sir. Thank you, sir. Yo, this is happy, yeah? Little bit happy. You all right? Thank you, sir. Have a good day. Thank you. Bye-bye. Bye. All right. अलिक भारी त्यो थियो बियरको बुढोले आफूलाई थाम्नै नसक्ने थियो हैन भारी थियो त्यो आज मेरो स्वर रुगा लागेर कस्तो भइरहेछ
है साथी हो। अनि देख्न सक्नुहुन्छ आजको मेरो यो सेटअप नयाँ मैले चाहिँ यो नयाँ किनेको हो, त्यही भएर यो विन्टर प्याक चाहिँ मलाई यो बाइक किन्दाखेरि फ्रीमा आएको थियो होइन। यो चाहिँ एक्स्ट्रा हुन्छ नि तिनीहरूको प्याक फ्रीमा पाउने खालको डिलहरू जाडो महिनामा। अनि यो बाइकमै तपाईँको हिटेड ग्रिप हुन्छ, सिट अनि सिट पनि हिटेड हुन्छ। अनि त्यसपछि तपाईँको यो अनि यो केले हुन्छ यसलाई ब्ल्याङ्केट जस्तो हुन्छ नि, हावा नछिर्ने तातो हुने, त्यो फ्री होइन। झन्डै यो कति पर्यो भने यसको पनि म रिभ्यू, यो बाइकको पनि म स्कुटरको पनि रिभ्यू बनाउने छु कुनै चाँडै होइन, बिस्तारै। अनि यो बाइकको दाम चाहिँ झन्डै सबै गरेर बक्स पनि छ मेरो, टप बक्स होइन, टप बक्स पनि छ। टप बक्स चाहिँ मलाई लाउनु गाह्रो भएर मैले हुन्छ नि निस्किनु गाह्रो हुन्छ, त्यही भएर अनि टप बक्स चाहिँ लगाएको छुइनँ मैले। यसको बक्स पनि छ, हेलमेट कत्रो बक्स 45 लिटरको होइन। अनि त्यो चाहिँ मैले अनि सबैको झन्डै 6500, नेपालको झन्डै पर होला, नेपालमा झन्डै 11 लाख 12 लाख यो स्कुटरलाई होइन। अनि त्यही हो, राम्रो छ स्कुटर होइन। पहिला अब मैले स्कुटरमा प्रायः मान्छेहरूले गर्छ, यो चाहिँ अलिक एडभान्स मतलब अब कम्फी खालको, यो अलिक म्याक्स स्कुटर हुन्छ नि, हेभी छ क्या स्कुटर फेरि, अनि अलिक कम्फोर्टेबल खालको छ, त्यही भएर किनेको। Alright guys, we just got another order from Morrison को अर्डर आएको छ होइन, त्यो जुम अर्को अर्डर मोरिसनबाट। अनि त्यही हो, जाँदैछु म चाहिँ, एकदम फ्रिजिङ कोल्ड भइरहेछ आजको दिन मौसम, बाटोमा पुरै हुन्छ नि आइसी रोड भइरहेछ क्या, आइसी रोड देख्न सक्नुहुन्छ। अनि यही हो, यो त चेरिटन ब्याप्टिस्ट चर्च। अनि म यहाँ चर्च जान्छु, आम क्रिस्चियन, सो यहाँ म चाहिँ क्रिस्चियन हो। अनि यही हो, देख्न सक्नुहुन्छ। अनि यो जबमा चाहिँ के मजा आउँछ भने हुन्छ नि, अब मैले गरेको धेरै भएको छैन, एक हप्ता 2 हप्ता भयो भनौँ न, 9-10 दिन भयो। अनि कति ठाउँहरू घुम्न मजा आउँछ क्या। म यो ठाउँमा अब यो टाउनमा हुन्छ नि कति ठाउँहरू एरियाहरू थाहा छैन नि त, अनि बाइकमा डेलिभरी गर्दाखेरि चाहिँ बबाल ठाउँहरू देखिन्छ क्या। अब हुन्छ नि म्याप हान्दै जाने हो, अनि म्याप हान्दै गएर थाहा पाउँछ कति। सुरुमा त तर बाटोहरू यो वान वेहरू के क्या गाह्रो हुने, तर मैले चाहिँ थ्योरी हुन्छ नि, यो मजाले यो युकेको हुन्छ नि थ्योरी बुक हुन्छ क्या एउटा, बाटोको यो साइन एन्ड बोर्डहरू सबै पढेको थिएँ मजाले होइन। अनि कति त मिस्टेक पनि गरेँ, कति चाहिँ अब वान वे बाटोमा अब हिँडिरहेको क्या त्यो कति, अब अनि कति गाडीहरूले चाहिँ यो वान वे हो भनेर भन्थ्यो गोराहरूले होइन। अनि सरी भन्दै अब हुन्छ नि, तर कति फाइन पनि पर्नु सक्छ होइन, कति चाहिँ अब, तर अहिलेसम्म फाइन चाहिँ परेको छैन। तर एकचोटि चाहिँ म वान वेमा गएको थिएँ क्या, फर्काएर चाहिँ अब जानुपर्ने थियो, तर वान वे रहेछ, मैले राति बोर्ड देखिनँ होइन। अनि साइन नदेखेपछि अनि त्यहाँको गोराहरूले यो वान वे हो भनेर भन्दै थियो। अनि त त्यस्तो त केही छैन, हुँदैन थियो होला। यो ट्राफिक लाइटहरूतिर चाहिँ अब वान वे पनि हुनु त हुन्छ होला होइन। म चाहिँ अब भिले साइडमा बस्छु, कि भए अब त्यो वान वे पनि अब टिकट आउने हो, थाहा छैन है, आई डोन्ट नो गाइज होइन। त्यो वान वेमा म यता गएको थिएँ है, त्यसको टिकट आउने हो, मलाई त थाहा भएन होइन। अब आयो भने अब के हुन्छ थाहा छैन होइन। तर मेरो साथीहरूलाई सोधेको त्यति हुँदैन होला भन्दै थियो, आई होप सो होइन। अनि त्यो टिकट नआयोस् होइन। मैले वान वेमा त्यो मैले फर्काएर स्कुटर लगाएको थिएँ, त्यो मिस्टेक चाहिँ गरेको चाहिँ, अरू त अहिलेसम्म केही गरेको छुइनँ होइन। स्पिड लिमिट पनि मेरो त जहिले दामी नै हुन्छ होइन, म घटाउँदैन, ठिक्कको लिमिटमा आएको छु। जति छ 29-30 यो भनेको सिटी राइड भनेको अब 30 माइल भनेको चाहिँ अब यहाँ युकेमा त माइल हुन्छ नि त, माइल अब 30 माइल भनेको 50 किलोमिटर जति होला स्पिड होइन। अनि त्यो स्पिड लिमिटमा हेर्छु, क्यामेरा देख्छ हुन्छ, यो येल्लो कलरकोहरू हुन्छ नि, क्यामेरा हुन्छ क्या यहाँ चाहिँ। त्यही भएर अब यसो यहाँ त गल्ती पुलिसले ट्राफिकले पक्रिने होइन, सिधै घरमा तपाईँको लेटर आउने हो, फाइनको लेटर आउने हो, के आउने होइन। क्यामेरा फोटो खिचेर फोटोसहित तपाईँलाई पठाइदिन्छ क्या घरमा चिठी, तैँले यहाँ यो गल्ती गरिस् भनेर, अनि फोटोसहित यति फाइन हो, यतिसम्म तिर भनेर आउँछ क्या। त्यही भएर हुन्छ नि यहाँ चाहिँ नेपाल जस्तो हुइकाउने कामै हुँदैन, लिमिटमा आफ्नो तिरमा ओभरटेक केही हुँदैन होइन। यो जेब्रा क्रसिङमा चट्टा बस्ने हो। मेरो यहाँ मोरिसनबाट अर्डर आएको छ 3 पाउन्ड 15 पेन्सको होइन, त्यही हो अब थोपा मिलेर समुद्र बनाउने हो होइन। 3 पाउन्ड 15 पेन्स भनेको अब कति हो,
हैन बिस्तारै अलिअलि गर्दै अब जेब्रा क्रसिङ मैले दिनु पर्यो यसलाई जानेलाई पुरै हैन अनि हुँदै जानु पर्यो म यहाँ अब चाहिँ म यहाँ पार्क गरेँ यो चाहिँ डेलिभरी पिकअपको छेउमा पार्क गर्ने पाउँछ क्या यहाँ चाहिँ कलेक्ट अन्ली भनेर हुन्छ यो साइन यहाँ चाहिँ पिकअप अनि कलेक्ट हुन्छ हेलो 652 Oh, thank you. 2 bags मात्रै रहेछ धन्न झन्डै 3 ब्याग होला भनेको त दुधै दुध रहेछ यार भारी न भारी हुन्छ यस्तो सामानहरू चाहिँ हैन बियर अनि दुधकोहरू छ हैन त्यही भएर गिद्दै हुन्छ यत्रो सामान रहेछ वाइनहरू रहेछ क्या 3 बोतल वाइन एउटा 2 लिटरको दुध अनि अरू हल्का केहरू यिनीहरू चाहिँ पुरै बङ्गलोहरू हो यार गेटहरू पनि पुरै वाला छ क्या 6 भने यही चाहिँ होला सानो गल्ली छ यताबाट जाने होला नि यो चाहिँ होला नि बाटोमा खोइ गेट त बन्द छ त यार 6 हो अब ल Hello, ma'am. Careful, the paperback is not strong, so be careful this one, yeah? Sometimes follow the paperback. That's fine. Alright, thank you, ma'am. Thank you. That's everything. Thank you. You're welcome. Alright. Delivery complete. युकेमा टिप्स पाउनु एकदम गाह्रो छ हैन मान्छेहरूले टिप्स दिनु यहाँको मैले गरेको कति 10-12 दिन भयो 10-12 दिनमा मैले अहिलेसम्म एक रुपियाँ टिप्स पाएको छुइनँ हैन एक 1 पन पनि टिप्स पाएको छुइनँ त्यही भएर यहाँको मान्छेहरूले चाहिँ मैले सोधेको साथीहरूलाई टिप्स चाहिँ आश नगर्दा हुन्छ अरे क्या युकेमा चाहिँ हैन फेरि युएसमा छुट्टै छ युएसमा चाहिँ फेरि मेरो दिदीहरू हुनुहुन्छ युएसमा चाहिँ फेरि टिप्स हुन्छ एउटा चलन छ अरे क्या त्यहाँको चाहिँ एउटा रिवाज जस्तै क्या कस्टमरले टिप्स दिन्छ अरे क्या 100मा 90% कस्टमरले टिप्स दिन्छ अरे क्या यहाँ चाहिँ 100मा तपाईँको 0.1 हो क्या टिप्स कस्टमरले दिने यहाँ चाहिँ त्यस्तो चलन छैन हैन त्यही भएर यहाँ चाहिँ तपाईँहरूले डेलिभरी गर्नुपर्ने हुन्छ अनि मेरो लागि टिप्स भनेको तपाईँहरूले चाहिँ सब्सक्राइब गर्नु च्यानललाई हैन फ्री हो त्यो हैन तपाईँहरूले केही 1 रुपियाँ दिनु पर्दैन 1 पाउन्ड दिनु पर्दैन टिप्स भनेको चाहिँ मेरो लागि च्यानलमा तपाईँहरूको लागि तपाईँहरूको सब्सक्राइब बटम हैन सब्सक्राइब गरिदिनुहोस् त्यो नि मेरो लागि टिप्स हो हैन यस्तो जाडोमा -2 कोमा तपाईँहरूलाई भिडियो आज देखाइरहेको छु हैन अनि जाडो एकदम भइरहेछ तर युकेमा अब काम गर्नु पर्यो काम नगरिकन त अब आफ्नो हुन्छ नि परिवार अनि प्लस आफूलाई पाल्न सकिनु गाह्रो हुन्छ युकेमा त्यही भएर चाहिँ जीवनयापन चलाउनलाई युकेमा एउटा हुन्छ नि काम त गर्नुपर्छ घर बसेर नेपाल जस्तै अब बसेर खानु मिल्दैन त्यही हो फेरि पनि म यो त्यही मोरिसन भन्ने यो स्टोर ग्रोसरी स्टोरमा आएको छु फेरि पनि अर्डर आएको छ क्या That's one. Thank you. Rolling wheels on cracked up streets, dodging. Thank you. Thank you. Thank you very much. Bye-bye. What? 3933. Just 8. Yeah. That's not ready. Ready भएको रहेछ त्यही हो गोप्रोको ब्याट्री मेरो पुरै चिसो भएर निभेको छ क्या
अनि भिडियो पनि मजाले खिच्नु पाएको छैन मैले कति 2-3 वटा अर्डर गर्दा भिडियो खिच्न पाइनँ किनकि बेटी एकैछिनमा चिसो भइहाल्ने क्या चिसो भएर आफै सटडाउन हुने त्यही भएर गोप्रोको प्रब्लम छ अलिक होइन पछि अरूको क्यामेरा किन्नुपर्छ होला एक्सन हुन्छ नि DJI-को एक्सन 6 नभए अहिले नयाँ एक्सन DJI-को एक्सन 6 नभए Insta360 S Pro 2 को हुन्छ नि त्यहाँको चाहिँ लो लाइटहरू नाइटमा पनि दामी आउने क्या भिडियो अहिले बजेट छैन त्यही भएर मैले यो मेरो गोप्रो नै होइन यो चाहिँ मेरो यो दाइको गोप्रो हो त्यही भएर मैले यो कति गोप्रो हिरो 10 ब्ल्याक हो 3-4 वर्ष पुरानो क्यामेरा हो यो मेरो पनि होइन दाइको हो त्यही भएर मैले दाइको चलाइदिएको काम चल्यो अहिले पछि अब बिस्तारै किन्नेछु म अपग्रेड गर्नेछु क्यामेराहरू होइन किनकि यसले पनि सुट त भइहाल्छ तर त्यो प्रब्लम चाहिँ के हुँदो रहेछ नि गोप्रोको चाहिँ यो चिसोमा चाहिँ आफै सटडाउन हुने क्या ब्याट्री पनि एकैचोटि सकिने अनि चिसोमा यस्तै 40-50-20-30 सेकेन्डमा अफ हुने आफै क्यामेरा अफ हुने प्रब्लम हुँदो रहेछ होइन अनि हिटिङ प्रब्लम पनि हुन्छ फेरि गर्मी महिना हिटिङ प्रब्लम हुन्छ अरे क्या मेरो दाइले भन्नुभएको मैले नि यो कति 10-12 दिन चलाउँदा त्यही फेस गरेँ क्या चिसोले गर्दा उयो भइहाल्ने सटडाउन भइहाल्ने पछि अब लो लाइटमा पनि बिल्ला आउँछ यसको लो लाइट चाहिँ फेरि नाइट टाइममा चाहिँ बिल्ला आउँछ फुटेज क्या गोप्रोको यो अहिले नयाँ क्यामेराको Insta360 S Pro 2 अनि DJI 6हरूको चाहिँ नाइट हुन्छ नि दामी त्यहाँको प्योर भिडियो मोडहरू नाइट मोडहरू हुँदो रहेछ क्या दामी खिच्ने तर यसको चाहिँ अलिक लो लाइट बिल्ला आउँछ क्या त्यहाँ गोप्रोको चाहिँ त्यही भएर गोप्रो पुरै अनि मार्केट डाउन भएको छैन त अहिले देख्न सक्नुहुन्छ गोप्रोको होइन पुरै मार्केट डाउन DJI र तपाईँको Insta360 S Pro 2 ले चाहिँ मार्केट खाइदिएको छ थ्याङ्क यू यो अर्डर अब कलेक्ट भयो फुडको चाहिँ अलिक बस्नुपर्छ होइन 3-4 मिनट बस्नुपर्छ फुडको लागि चाहिँ त्यो पनि तर छिटै गरिदिन्छ कति रेस्टुरेन्टमा चाहिँ कतिमा चाहिँ अब ढिलो गर्छ होइन त्यो खाना पिकअप गरिसके अब जाउँ कस्टमरको घरमा अनि Hello sir. 65 yeah. Thank you sir. Thank you. Bye. यो पनि अर्को अर्डर आएछ यो चाहिँ सेन्सबेरीबाट यो मेरो लास्ट अर्डर हुन्छ होला सायद अनि लास्ट अर्डर यो लङ अर्डर छ होइन झन्डै 8 पाउन्डको अर्डर छ यसले मलाई झन्डै जान आउनु 40-45 मिनट खर्च हुन्छ मेरो होइन टाइम त्यही भएर मैले लास्ट अर्डर पिकअप गर्दाको 8 पाउन्डको अर्डर छ ठिक्क अनि 51 पाउन्ड पनि बनिन्छ त्यही भएर म 50 पाउन्ड पनि हुन्छ त्यही भएर म यो लास्ट अर्डर हुन्छ त्यही भएर म जान्छु घर होइन जाडो पनि लास्टै जाडो भइसक्यो है अनि त्यही हो धेरै गऱ्यो भने हुन्छ अब भोलिबाट अलिक धेरै गर्छु होइन आज चाहिँ मैले 50 पाउन्डको टार्गेट गरेको थिएँ अनि अब 51 हुन्छ यो अर्डरले त्यही भएर म अब घर जान्छु कतिवटा आइटम छ टन्न आइटम जस्तो छ त See, there's like 1, 2, 3, 4, 5, 6, 7, 8, 9. Totally, what is it? I don't know. It's gonna be more than item to ton. So many bags, maybe. $7491. It's gonna be so many orders, maybe. 91, yeah. It's gonna be how many bags there? Don't know bags. There is like so many bags. How many bags? 4? Yeah. Oh my god. 4 bag to guys, है ना? तो heavy bags है यार ये जो 4 bags थे क्या? यस्तै हुन्छ ग्रोसरीहरू लामो डिस्टेन्सहरू चाहिँ तपाईको लामो डिस्टेन्सहरू हुन्छ नि यो ग्रोसरीहरू हुन्छ एकदम हुन्छ नि धेरै अर्डर गरेको हुन्छ क्या त्यही भएर हतपत म यो गर्दिनँ
लामो डिस्टेन्सहरू 8-9-10 पाउन्डहरूको चाहिँ फेरि तपाईँको धेरै दूरीमा धेरै अर्डर गरेको हुन्छ क्या। मलाई यो लाग्छ टन्नै होइन, अनि त्यही भएर मलाई त्यति गर्नु मन लाग्दैन होइन। लङ डिस्टेन्स यो 4-4वटा ब्याग छ है, ढाड पनि दुख्छ क्या धेरै गऱ्यो भने। ग्लोसरी चाहिँ अलिक गाह्रै हुन्छ होइन। Alright. यो चाहिँ मेरो लास्ट अर्डर थियो। मेरो गोप्रोको ब्याट्री पनि पुरै सकिसक्यो होइन। अनि तपाईँहरूको माझमा अर्को भिडियो लिएर आउनेछु। थ्याङ्क यू फर वाचिङ। सी यू सुन। टेक केयर। बाई बाई।